सो हेलो गाइज म चाहिँ अहिले खाना खान आएको छु एउटा रेस्टुरेन्टमा हैन एन्ड रेस्टुरेन्ट चाहिँ यस्तो खालको देखिन्छ यताबाट इन्ट्रान्स भयो एन्ड यो चाहिँ रेस्टुरेन्ट चाहिँ एकदमै ठुलो छ बट अहिले चाहिँ म बाहेक कोही पनि छैन यो रेस्टुरेन्टमा खाली छ हुन त अझै खाना खाने टाइम नभएर नि होला कोही आएको छैन र मलाई आउने बित्तिकै यो स्पेसल वाटर सर्भ गरिएको थियो एन्ड यो नर्मल वाटर भन्दा डिफ्रेन्ट हुन्छ बिकज समथिङ केही कुरा यहाँ मिसाएको छ हैन लाइक पाउडर टाइपको मरिच जस्तै देखिन्छ देखिने बेलामा यु क्यान सी बट इट्स गुड एन्ड म चाहिँ खानाको वेट गरिरहेको छु मैले चाहिँ आज अर्डर गरेको छु थेजीकुक जुन चाहिँ मलाई पर्न गयो नेपाली 1000 रुपियाँ जुन चाहिँ कोरियन वनमा मानोन भन्छ हैन एन्ड तपाईँलाई एक्ज्याक्टली भन्नुपर्दाखेरि थेजीकुक भन्नाले थेजी भनेको पोर्क एन्ड गुक भनेको सुप यो चाहिँ पोर्कको सुप एउटा डिस हो हैन कोरियामा सो धेरै मान्छेहरूले मन पराउँछन् यो र पहिला मैले खाइसके जस्तो लाग्छ बट आइम नट स्योर म ट्राई गरेपछि मात्र थाहा पाउँछु नाम नथाहा मैले धेरै खानेकुराहरू खाइसकेको छु बट थाहा चाहिँ छैन सो या आइम वेटिङ फर द फुड र त्यही हो यहाँ चाहिँ कोरियामा सबै डिसेसहरू मतलब खानेकुराको लागि कैँचीहरू धेरै युज हुन्छ सो कैँची राखेको छ अनि यहाँ यो के भन्छ चिप्के छ एउटा सो अनि चपस्टिक त भइ नै हाल्यो एन्ड सुप खानको लागि यो स्पुन र तपाईँले एडिसनल साल्टहरू युज गर्न चाहनुहुन्छ भने यो भयो एन्ड यो कुनै टाइपको पाउडर हो मेबी के भन्छ सिजनिङ पाउडर र यो बोतल ओपनर यदि तपाईँले रक्सीहरू बियरहरू पिउनुहुन्छ भने एन्ड टिस्यु पेपर सो यस्तो खालको सुविधा छ यहाँ र खासमा भन्नुपर्दा कोरियामा खाना चाहिँ हल्का महँगो छ इन कम्पेरिजन टु नेपाल नेपाली 1000 रुपियाँको एउटा एक छाक खाना भनेको एकदमै धेरै महँगो नेपालीहरूको लागि तर आजकल नेपाली रेस्टुरेन्टहरूमा यति मतलब डेभलप भइसक्यो रेस्टुरेन्टहरू महँगो रेस्टुरेन्टहरू आइसक्यो सो आजकल नर्मल हुँदैछ त्यो 1000 रुपियाँ नेपाली खाना भन्नाले त्यस्तो धेरै महँगो लाग्दैन आजकलको मान्छेहरूलाई तर पनि आइम फ्रम मिडल क्लास फ्यामिली सो मलाई चाहिँ 1000 रुपियाँको नेपाली खाना एकदमै महँगो लाग्छ सो लेट्स वेट फर द फुड एन्ड म तपाईँलाई खाना आएपछि देखाउनेछु है त म तपाईँहरूलाई यहाँको डिसको बारेमा देखाइदिन्छु एन्ड यो चाहिँ सागोल किम्ची थुकबेगी हो होइन जस्ट पिक्चर हेर्नु एन्ड लगभग यहाँ भएको सबै खानाहरू 1000 रुपियाँ नेपाली भन्दा माथि नै छ मैले अर्डर गरेको चाहिँ यो थेजीकुक जुन चाहिँ पर्यो 1000 रुपियाँ नेपाली यो पनि 1000 नै हो बट आई वान्टेड दिस वान र डिफ्रेन्ट काइन्ड अफ मिटहरू छ थेजीकुकको मेरो खाना आइसक्यो यो प्लेट हुन्छ यतिको ओके 감사합니다. 저는 이거 이름 뭐예요? 그거는 미역. 미역? 콩나물? 콩나물. 김치. 양파. 이거 소스 어떤 소스요? 쌈장. 쌈장. 요 찍어서 먹는 거예요. 오케이. 오케이? 오케이. 밥. 여기 그거. 여기 있어요, 여기. 그렇지.
감사합니다. 그리고 요거는 누룽지. 네. 이거 먹어도 돼요? 나중에 밥 한 번 먹고 이거 마지막에 오케이. 요 이래 갖고 남았다가 네. 먼저 하나 먹고 이거 나중에. 마지막에 오케이. 나중에. 감사합니다. म चाहिँ तपाईँहरूलाई यहाँको खाना देखाइदिन्छु होइन एन्ड यो चाहिँ किम्ची भइहाल्यो यो एउटा टाइपको साइड डिस हो बट भर्खरै नाम भन्नुभएको थियो मैले बिर्सेँ यो खङ्नामल भयो यो प्याज यो चाहिँ सस अनि भात यहाँ छ एन्ड यो चाहिँ फेजिगुक पोर्क सुप र यो चाहिँ बाँकी भातको त्यो के भन्छ लास्टमा तासिन्छ बस त्यो भाग हो यो पनि खान मिल्छ लास्टमा एन्ड नाउ आम अबाउट टु इन्जोय माई फुड है त नाइस एकदम मिठो छ हुँदा यहाँको सर्भ गर्ने तरिका पनि एकदमै राम्रो लाग्यो मलाई होइन एभ्रिथिङ वेल म्यानेज छ सो मेरो खानपिन पुरा भयो होइन अनि सबै भ्याइदिएँ मैले बाँकी प्याज चाहिँ खासै मलाई मन पर्दैन र प्याज र हल्का सस बाँकी छ बाँकी सबै भइगयो सो मेरो कोरियन डिसेस प्राय यति नै हो आजको लागि एन्ड ल थ्याङ्क यू फर द वाचिङ होइन तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट डाउन बिलो एन्ड सी यु इन द नेक्स्ट भिडियो बाई